कतिपय कुरा अहिले हर्क साम्बाङको विचारहरू मान्छेले चाहिँ अहिले चाहिँ अवलोकन गरिरहेका छन्, बुझिरहेका छन् हैन। उहाँले भनेको के हो त, के भन्दै हुनुहुन्छ त, के देखाउँदै हुनुहुन्छ समाजलाई भन्ने एउटा सन्देश पनि अहिले मान्छेहरूले चाहिँ धेरै जसो मान्छेहरूले बुझ्दै हुनुहुन्छ हैन। त्यही भएर चाहिँ अहिले सरम संस्कृति पार्टीमा धेरै मान्छे जोडिनु भएको छ हैन, जसले सरमलाई माया गरेको छ, जसले सरम गर्छ हैन। हर्क साम्बाङले चाहिँ धरानमै आउनुपर्छ ढुङ्गा बोक्न, बालुवा बोक्न, टोको बोक्न भनेर चाहिँ भनेका कसैलाई छैन। उहाँले चाहिँ के भन्नुभएको छ भने हजुरहरूले चाहिँ बुझ्नु पनि भएको होला, हरेक आफ्नै गाउँबाट, आफ्नै वडाबाट, आफ्नै क्षेत्रबाट, हरेक जुन ठाउँ छ हैन, आफ्नै भनौँ गाउँदेखि सबै उठ्नुहोस्, बस्ती बस्तीबाट उठौँ र हामी आफ्नो देश आफै बनाऊ भन्ने एउटा अभियान जस्तै हो यो हैन। तपाईँले बुझ्नु होला नबुझ्नु होला त्यो आफ्नो ठाउँमा छ। हरेक व्यक्तिले गरेपछि देश किन बन्दैन त ल भन्नुहोस् त हैन। हामी त अब चाहिँ पूर्व पश्चिम हिँड्न पर्यो भने हैन, यतादेखि उता हिँड्न पर्यो भने त्यो बाटो कहीँ जाम परिहाल्यो, नेतालाई दोष छ्या कस्तो नेता गरेन, त्यत्रो जना चाहिँ हजारौंको संख्या गएर चाहिँ त्यहाँ गएर एक कुन्टा ढुङ्गा निकालेर तल फाले पनि त्यो बाटो खुल्छ क्या। हामी त घन्टौँ लाएर अल्छी बनेर दोजर कहिले आउँछ, 2 दिन भयो बाटो खुले छैन, 3 दिन भयो बाटो खुले छैन, तर गफ चाहिँ लगाउनै पर्यो। फेरि गफ फेरि एमालेको, काङ्ग्रेसको, माओवादीको फलाना यस्तो यस्तो यसले गरेन हैन। फेरि त्यहीमा खुट्ट कुरा निक्लिन्छ हर्क साम्बाङको। फेरि हर्क साम्बाङ भइदिएको भए त अहिले ढुङ्गा बोकाएर पनि बाटो बनाइदिइसक्थ्यो हैन। मान्छेको त्यति सोच के त्यस्तो सोच भइसकेको छ, त्यति सकारात्मक सोच भइसक्यो कि दोजरै आएन, 3 दिन भइसक्यो, 2 दिन भयो, दोजर कहाँ छ थाहै छैन। बालन दोजर त उता त्यो बस्ती भत्काउन गइरहेछ, सुङबासी भत्काउन बिजी छ है। गर्ने त कसले गर्ने, तपाईँ हामी आफैले गर्ने हो नि त। फेरि बालेन्साले त्यो नराम्रो भन्न खोजे होइन, कसैको जग्गा हडपेर बस्छन् भने तिमीलाई लट्नुपर्छ, त्यो राम्रो काम, नराम्रो भन्न खोजे होइन, तपाईँले बुझ्नु होला। त्यही भएर चाहिँ अहिले हजुर सबै जति पनि हुनुहुन्छ राम्रोलाई मात्रै चुन्नुहोस् के, त्यो मासु भातलाई नचुन्नुहोस्। मासु भात त कति खानुभयो नि तपाईँले त, 2-4 दिन हामी भातै नखाने मर्न चाहिँ मरिँदैन के, एकै हप्ता हामीले भात नखाए पनि मरिँदैन। तर देशलाई चाहिँ बारम्बार नमारौँ त हैन। देश मर्नुमा सबैभन्दा चाहिँ पहिलो हात जनताको छ फेरि हैन। बारम्बार हामीले मारिसक्यो के देशलाई। एकचोटि देश जगाउँ न, एकचोटि मन जगाउँ हैन, सबै मिलेर गरौँ न। त फलाना यस्तो, फलाना उस्तो, त यस्तो, त उस्तो, त मुस्लिम, त यो त्यो हिन्दू, हामी हिन्दूको त्यस्तो किन भन्ने। यस्तो विकसित देशमा त यो जात जाति धर्मको कुनै कुरा हुँदैन भने चाहिँ हाम्रो देशमा किन बारम्बार त्यही कुरा हैन। राम्रोलाई चुन्नुहोस्, राम्रोलाई भोट दिनुहोस्, सरम संस्कृतिलाई नि भोट दिनुपर्छ भन्नु छैन के, राम्रोलाई चुन्नुहोस्, राम्रोलाई चुन्नुहोस्, मासु भातलाई चाहिँ नचुन्नुहोस् यसपालि है। धन्यवाद।